24 गतेको जुन विध्वंसकारी जेएनजीहरू राइट थियौं, जेएनजी वाई, जेएनजी एक्स, डुप्लिकेट जेएनजीहरू थियो। शान, मेरो इमान, मेरो इज्जत सिंहदरबार जलाउँदै गर्दा कुन चाहिँ नेपाली नागरिकको मन खुसी हुन सकेको छ? नागरिकले 24 गतेको आन्दोलन स्वीकार्य छैन भन्ने विषयमा संविधानै खारिज भएको भए त 2-4 घण्टा रमाएको साथीहरू अब राम्रो होला त। वास्तवमा समय परिवर्तनको साथसाथ अवस्था पनि परिवर्तन हुँदै जान्छ। अस्तिको आन्दोलनले देखाए, हेर्नुस्, मैले अघि नै भनिहालेँ, 23 गतेको जुन आन्दोलन छ वास्तवमा यो अहिले समाज र यो नागरिकले मागेको माग हो, नागरिकको सम्मान हो, नागरिकको अधिकार हो, राइट थियो। विविध कारणले केही त्यस्तो भुलचुक हुन पुग्यो या ढिलाइ हुन पुग्यो या बोलाइमा तिक्तता हुन पुग्यो। 23 गतेको घटना एउटा दुर्भाग्य पनि भयो। जो पनि त्यो घटनामा आफ्नो शरीर आहुति गर्नुभएको छ, समस्त सम्पूर्ण जेएनजी भाइ लगायत शहीदहरूलाई हार्दिक श्रद्धासुमन व्यक्त गर्न चाहन्छु। परिवारजनप्रति शोकलाई एउटा शक्तिमा प्रदान गर्ने क्षमता प्रदान होस् भन्ने विषयमा पनि प्रस्तुत गर्न चाहन्छु। तर 23 गतेलाई हामीले सबैले समर्थन गर्दै गर्दा, राम्रो भन्दै गर्दा 24 गतेको जुन विध्वंसकारी कार्यहरू यो समाजमा देखिएको छ त्यो प्रति कदापि यो समाजले स्वीकार्न सक्दैन र अहिलेको हामी बसेको नेतृत्वले पनि स्वीकार्न नसक्ने मैले चाहिँ ठम्याएको छु। वास्तवमा भन्नुपर्दा यो जुन विध्वंस थियो, केही समयको लागि केही जेएनजी त नभनौँ, जेएनजीहरू राइट थियौं, जेएनजी वाई, जेएनजी एक्स यावत डुप्लिकेट जेएनजीहरू थियो। उहाँहरूको इन्भल्भमा देशलाई खराउने बनाउने काम भयो। वास्तवमा यो खरानी बनाउँदै गर्दा कसलाई पीडा हो? हामी सबै नेपालीलाई पीडा भयो होला नि, होइन? मेरो शान, मेरो इमान, मेरो इज्जत सिंहदरबार जलाउँदै गर्दा कुन चाहिँ नेपाली नागरिकको मन खुसी हुन सकेको छ होला? मलाई लाग्छ हरेक नेपालीको मन त्यो सिंहदरबारमा आगो लाग्दै गर्दाखेरिको हरेक नेपालीको मन रुको छ। त्यही हो त आन्दोलन। यही संविधान कायमै रहँदै गर्दा संविधानै खारिज भएको भए त केही राहत हुन्थ्यो होला। यही कानुन सम्मत यही संविधान रहने हो भने रहँदै गर्दा त्यो विधानसभामा केही समय 2-4 घण्टा रमाएको साथीहरू अब राम्रो होला त। तपाईको यो राप्ती नगरपालिका, तपाईको यो वडा कार्यालय तपाईको सम्पत्ति होइन, मेरो सम्पत्ति तपाईको होइन होला मान्छु, तर यो 9 नम्बर वार्ड मेरो पनि सम्पत्ति हो, तपाई समस्त जनताको पनि सम्पत्ति हो। त्यसलाई जलाउने अधिकार कसले दियो? त्यहाँ भएको जुन मुटु छ त्यसलाई खरानी बनाउने अधिकार कसले दियो? यो चीज हामीले बुझ्नुपर्ने आवश्यकता छ। हामी समाजले परिवर्तन चाहँदा चाहँदै यो परिवर्तन चाहिँ कदापि हुन सक्दैन। मैले यहाँहरूलाई यो परिवेशमा धेरै लामो कुराहरू राख्न सकिन्थे, तर मलाई पनि समयले खड्केको छ। यो खड्किँदै गर्दा धेरै कुरा राख्न सकिन। यो जेएनजी आन्दोलनलाई समर्थन पूर्ण छ, तर जेएनजी प्रस्तावको जुन आन्दोलन प्रस्तावको जुन विध्वंस छ म चाहिँ समर्थन गर्न नसक्ने हैसियतको भएको छु। त्यो विषयमा यहाँले मनन गरिदिनु होला। वास्तवमा एउटा चिज कहाँनिरको भ्रष्टाचार गरे थिएँ होला र? यो 9 नम्बर वार्डबाट जन्म लिए, यहीँबाट केही पठन पाठन गरे, केही समय विदेशमा आफ्नो पेट पाल्नलाई लागिए, त्यहाँबाट रिटायर्ड भएर आए, यही समाजमा केही गर्छु भनेर आए। यो समाजमा आउँदै गर्दाखेरि 74 सालमा तपाईहरुले पताइदिनु भयो म वडाध्यक्ष भए।
मैले सम्भव त राम्रै काम गरेँ, जसको बावजुद तपाईँहरूले मलाई नगरपालिका उपमेयरमा राखिदिनु भयो। मैले हरेक वर्ष तपाईँले त्यो राखिदिएको बाद हरेक वर्ष सम्पत्ति विवरण नेपाल सरकारलाई बुझाउँथेँ, हरेक वर्ष। तर दुनियाँको सम्पत्ति विवरण बढेर जान्थ्यो भने हरेक वर्ष मेरो सम्पत्ति विवरण हेर्दा हुन्छ घटेर गइराखेको थियो। मैले राजनीतिक त्यसरी गरेँ। मैले जनताप्रति समर्पित रहेर जनतालाई सेवा गरेर राजनीति गरेँ। त्यो राजनीतिक फाइदा अझ त्यो मेरो घर जलाउनु थियो र यो 9 नम्बर वार्ड जलाउनु थियो र यो राप्ती नगरपालिका जलाउनु थियो र मैले यति मात्रै यहाँहरूलाई एक किसिमको आफ्नो दुखेसो राख्न आऊ। हामी भ्रष्टाचारी थियौँ होला यो देशमा। अपल्लो निकायको नेताहरू या कोही त्यस्तो खालको कर्मचारीहरू भ्रष्टाचारी थियौँ होला, त्यसलाई कारबाही गर्नुपर्ने अवस्थामा हामी जस्तो जुन किसिमले आफ्नो सकाएर पोलिटिक्स गर्ने समाजलाई बचाउनुपर्छ भन्ने हिँड्ने व्यक्तिहरूलाई जुन पीडा 24 गते दिएको छ, त्यो पीडा एउटा अविस्मरणीय छ र यो पीडाबाट उठ्न कोसिस गर्दैछु। त्यो कोसिस गर्दै गर्दा मैले भन्नै पर्छ, यो राप्ती 9 नम्बर वार्डको त म छोरा हुँ। अब भन्दै गर्दा बिचमा बर्मानगर छ। अब त्यो बर्मानगर मेरो परिवारै हो। त्योभन्दा तल बस्छु, फेरि सोध्छु चाहिँ तल, त्यो त मेरो घरै हो। मैले के गरौँ? यो वन फेरि त्यही एरियासम्म जोडिएको छ। यो सबै मेरो परिवार हो, मेरो बुवा आमा हो, मेरो दाजुभाइ हो। सबैलाई मेरो एकदमै हृदयदेखि नमन गर्दै तपाईँहरूको बिचमा जुन आन्दोलनको विषयमा अलिकति राखेँ। वास्तवमा म भ्रष्टाचारी थिएन, तर मलाई पनि त्यही भाँडामा पकाइदिने कोसिस गरेँ, पकाइदियो। तर पनि केही छैन, फेरि पनि उठाउँला। उठेर फेरि पनि यो समाजलाई केही बोक्ने कोसिस गर्दैछु। तपाईँले देखिराख्नु भएको छ, म 1 महिनादेखि नगरपालिकामा लाग्न त 3 वर्ष जितेदेखि नै लागिरह्यो, तर पनि केही भूमिकाहरू खोजिरहेछ राप्ती नगरपालिकाले। मैले पनि दिने कोसिस गर्दैछु।